This is the main entrance of Maipokori Ramsar site. Maipokori प्रवेशद्वार यहाँबाट चाहिँ हामीले टिकट्सहरु लिएर भित्र प्रवेश गर्न सकिन्छ। र म भर्खरै माइपोखरी क्षेत्रभित्र प्रवेश गरिसकेको छु र यहाँ एउटा बोर्ड देख्न सक्नुहुन्छ। सोभनीय बाटिका र माइपोखरी पूजा स्थल। Ornamental garden सोभनीय बाटिका एकदमै सुन्दर प्रकारले यहाँ बनाउनु भएको रहेछ, क्लीन। र मलाई माइपोखरी आउन चाहिँ धेरै अघिदेखिको इच्छा हो। बहुत कतिपय कारणले गर्दाखेरि म आउन सकिरहेको थिइनँ, बट टुडे आई हेभ कम हियर। र यो ठाउँ चाहिँ निकै नै सुन्दर देखिन्छ र मानिसहरू आएर बस्नको लागि चाहिँ फलामको बस्ने बेन्चको पनि व्यवस्था गरिएको छ। Here I could see this board. It's this descriptions about red panda, so I'm really glad to know that. For मैला प्लास्टिक जस्ता सामग्रीहरू जथाभावी नफालो। I agree with it. We should keep our surroundings neat and clean. मेरो विचारमा माइपोखरी यहाँबाट नै सुरु हुँदै गएको छ र मैले यो रुखहरूको बीचबाट माइपोखरीको केही झलकहरू यहाँ देख्न थालेँ। र यो चाहिँ माइपोखरी तिर जाने यो मार्ग एकदमै सफा र स्वच्छ, सुनसान अनि शीतल पनि आज, र धेरै मानिसहरूको चहल पहल आज यहाँ भएको देख्न पाइरहेको छु। यहाँ आएपछि दायाँतिर जाने एउटा बाटो मैले देखेँ र I don't know what is down there, so let me go and check this out. And after that I'm gonna take left, I think. When I came down, I found that there's a place to click the picture. The bear flags are hang all both sides of. Wow, this is an incredible and amazing. I didn't expect this here. र माइपोखरी चाहिँ आउन मलाई धेरै अघिदेखि नै एकदमै मेरो योजना र इच्छा थियो। इलाममा म काम गर्नको लागि आएदेखि नै मेरो यहाँ भिजिट गर्ने चाहिँ योजना थियो, तर कतिपय कारणले गर्दाखेरि आउन सकिरहेको थिइनँ। आज आउन पाए एकदमै मन प्रफुल्लित भएको छ। साँच्चै नै अति नै सुन्दर। यो माइपोखरीको आफ्नै धार्मिक विशेषता हुनसक्छ, तर मलाई लाग्छ यो जग्गा सबैको लागि अति नै आउनै पर्ने र घुम्नै पर्ने ठाउँ। मलाई एकदमै मजा लागेको, राम्रो लागेको कुरा चाहिँ यो पोखरी एकदमै प्राकृतिक रूपमा यसलाई चाहिँ संरक्षण गरेर राखेको। वरपर घनघोर जङ्गल अनि बिचमा यो पोखरी अति नै सुन्दर देखिने। कृत्रिम झिलहरू त हामीले धेरै देख्न सक्छौँ, तर यो चाहिँ एकदमै सुन्दर, ब्युटिफुली, नेचुरली एकदमै ब्युटिफुल। र मेरो मन आज एकदम गदगद भएको छ। सरीसृप कुना हर्पेटु कर्नर, यो भनेको चाहिँ घस्रने जन्तु पाइने ठाउँ रहेछ। सो आई डु नट नो अहिले वेदर यो एभाइलेबल छ या छैन। गोरेटो सुनसान, शान्त, अति नै मजाको। यहाँ आइपुगिसकेपछि यो बाटोलाई डाइभर्ट गरेको देखियो र देयर इज वान नोटिस, आई डु नट नो वाट इज द्याट। खतरा, यो बाटो नजानु होला, अरिङ्गर बिच्किएको छ र पुलतिरबाट जानु होला। काइन्ड अफ इन्सेक्ट, अरिङ्गर भन्ने चिन्ने मौरी प्रजातिकै हुन्छ, त्यो चाहिँ बिच्किएको छ यहाँ लेखेको रहेछ। अजिङ्गर जस्तो पनि देखिने। सो आई एम गोइङ टु डाइभर्सन दिस रोड दिस साइड। यो बाटोमा, सुनसान बाटोमा यसरी एक्लै हिँड्नु पर्दा एक किसिमको रमणीय लाग्यो आफूलाई, र कहिलेकाहीँ हामीले यसरी समय निकालेर आउनु पनि पर्दो रहेछ। यहाँ काठको पुलमा म आइपुगेँ। र यहाँ आइपुग्दाखेरि मैले यो बोर्डलाई देखेँ। दायाँतिर गयो भने चाहिँ अर्किड हाउस र यतातिर चाहिँ फर्न हाउस र गुराँस उद्यान। र आज चाहिँ म फर्स्ट आई वुड लाइक टु गो टु दिस फर्न हाउस एन्ड देन पछिबाट चाहिँ म फेरि राइट हुँदै चेकआउट गर्नेछु।
फर्न हाउस जाने बाटो गोरेटो एकदम सुनसान मानिसहरू सायद नजाँदो रहेछ जस्तो लाग्यो यतातिर सुनसान भए पनि तर म जान आँट गर्दैछु I have arrived here a farm garden that is Unyung Batika विभिन्न प्रजातिका उन्युको बोट हामी यहाँ देख्न सक्छौँ कुनै कुनै चाहिँ मैले पहिला कहिले पनि नदेखेकोहरू पनि छन् यहाँ Nephrolophis cordifolia निकै नै अप्ठ्यारो उच्चारण गर्नमा यो नाम यसै प्रकारले विभिन्न प्रजातिको यहाँ साइन्टिफिक नामहरू दिएर यहाँ राखेर राख्नु भएको छ उहाँले संरक्षण गरेर अति नै सुन्दर यो ठाउँ विज्ञान पढ्ने नानीहरूको लागि पनि विद्यार्थी भाइ बहिनीको लागि निकै चाखलाग्दो हुनेछ अब भने म गुराँस उद्यानतिर प्रस्थान हुँदैछु आई डु नट नो वाट आर द थिङ्स द्याट आई क्यान सी देयर सायद यो उद्यानको सुरुवात भएको छ बाटो निकै अप्ठ्यारो छ र गुराँसको रुखहरू चाहिँ यसरी यहाँ झ्याममा परेको तपाईँले देख्न सक्नुहुन्छ आई वान्ट टु क्लाइम्ब अब लिटल बिट अप माथिसम्म गएर हेर्न चाहन्छु वाट sort of things are there. Again, I can see this board. गुराँस उद्यान अझै पुग्न माथि नै छ जस्तो लाग्यो मलाई र दायाँतिर चाहिँ अर्किड हाउस so I want to visit both. Let me go to the गुराँस उद्यान first because I don't want to miss this place. Next time कहिले आउन पाउँछु I do not know. So I want to thank God for this beautiful day that He has planned for me. I'm really excited. Finally, I arrived here. Maipokari Banaspati Udyan Guras Batika Rhododendron Garden. Yeah, you can see the small trees of rhododendron here all over. If you would come in the season, I think this place look really beautiful. I think सानो बुट्टाहरु मजाले यहाँ रोपेको छ. Wow, really beautiful. Umbo चाहिँ I think I do not know के छ. अब चाहिँ I'm going back, heading back towards Orchid Udyan. Orchid Udyan तिर जाने बाटो चाहिँ निकै नै झोडी सानो साँगुरो पनि देखे. तर यद्यपि I have been enjoying a lot here. यो जंगल भित्र हिँड्दै गर्दा विभिन्न किसिमको यो लहरा जस्तो उद्भिदहरु देख्न पाए मजा लाग्यो. अरु कुनै ठाउँमा हिँडिरहेको जस्तो आवाज हुँदै रहेछ. र माइपोखरी आउन चाहिँ मैले धेरै अघिदेखि नै योजनाहरु बनाएको हो तर कतिपय कारणले गर्दा चाहिँ म आउन सकिरहेको थिइन. र कहिलेकाहीँ चाहिँ हामीले झटापट्ट पनि निर्णय गर्नु पर्दै रहेछ र भ्याकेसन पनि सकिने लागेको अवस्थाहरुमा एकदमै कामको व्यस्तता हुँदा पनि मैले आफ्नो लागि मात्र भए पनि केही समय लिएर आएर and I'm really happy. I think मेरो निर्णय सही थियो. यो समय फेरि मैले पाउँदिन. यो कुनै उद्भिद रुखहरु चाहिँ मैले कहिले पनि नदेखेको उद्भिदहरु यहाँ देख्न पाएँ. र यो क्षेत्रलाई एकदमै संरक्षण गरेर राखेको छ. I think एकदमै ब्युटिफुल. झ्याउ भएको रुखहरु हामी यहाँ देख्न सक्छौं. र यो अर्किड बाटिका जाने ठाउँ चाहिँ अलिकति अँधेरो र अलिकति सुनसान पनि रहेछ. एक्लै आउनु हो भने चाहिँ अलिकति डर पनि लाग्ने खालको. तर नो प्रब्लम. God is with us. God is with me, I believe. यहाँ पनि एक किसिमको यो रातो त नभनौँ जस डिफ्रेन्ट कलरको रुख मैले यहाँ देख्न सकेँ. निकै घन गर्छ. मानिसहरूको आवाज कतै पनि सुनिरहेको छैन. मैले तल बोल्दै हुनुहुन्छ किनभने म चाहिँ निकै माथि आएको छु. कुनै उद्भिदहरु चाहिँ अचम्मको लाग्यो क्या मलाई. But anyway, I really enjoyed the beauty of this nature. Wow, really beautiful. मैले तलतिर ग्रीन हाउस देख्दैछु र I think त्यही नै हुनुपर्छ अर्किड हाउस. फाइनली यहाँ म आइपुगेँ र यहाँ चाहिँ बिरुवाहरूको नर्सरी पनि मैले देख्न पाएँ र अर्किड चाहिँ मैले पर देख्दैछु. I have just arrived Orchid House Maipokari Banaspati Udyan. भित्र जान पाइन
र सुनाखरी पनि भन्छ यसलाई हैन विभिन्न प्रजातिको जङ्गली र घरमा पनि रोपिने विभिन्न प्रजातिको सुनाखरीको बोटहरू यहाँ राखिएको रहेछ र मैले यहाँ बाहिरबाट अवलोकन गर्न पाएँ यो कुनै कुनै चाहिँ हाम्रो घरमा पनि पर्याप्त मात्रामा हामी रोप्छौँ यहाँ भित्र पनि केही मात्रामा क्याक्टसको प्रजातिहरू पनि मैले यहाँ देख्न पाएँ र अहिले चाहिँ म माई पोखरी परिसरमा छु र अहिले घुमिरहेको छु र विभिन्न ठाउँहरू घुम्दै घुम्दै आइरहेको छु आई डु नट नो कति ठुलो एरिया छ र आइ एम अबाउट टु complete my tour I think anyway it was really a fruitful and meaningful day for me Tashi Chocholing Bauddha Gumba Santapur Ilam जाने बाटो I would like to just see only र यो बाटो माथिसम्म जानु भयो भने चाहिँ तपाईं गुम्बा जान सक्नुहुन्छ र I also want to just check this out so this is the entrance this Chocholing monastery people are looking like just clicking the pictures up there there is a small village just outside this compound look at this cloud looking so beautiful right I'm walking अहिले चाहिँ म माई पोखरी यो ब्रह्मस्थलको जङ्गलको बीचबाट भएर गइरहेको छु I'm enjoying though I am alone today but I am really enjoying र कहिलेकाहीँ चाहिँ हामीले आफ्नो लागि समय क्रिएट गर्नुपर्दो रहेछ र हाम्रो भ्याकेसन पनि सकिने लाग्यो र आज चाहिँ म फिकलबाट फर्किने क्रममा आफ्नो कार्यस्थल जानुभन्दा अगाडि चाहिँ यहाँ भिजिट गर्न मलाई मन लागेर सो आई जस्ट केम टु भिजिट दिस प्लेस अनि तपाईँहरू पनि कहिलेकाहीँ आफ्नो साथीहरूसँग परिवारसँग यो ठाउँमा भ्रमण गर्नलाई उत्साह दिन्छु इट्स अ रियली ब्युटिफुल प्लेस एन्ड यु क्यान क्याप्चर द बेस्ट मेमोरी अफ यर लाइफ इफ यु भिजिट दिस प्लेस यो पोखरीको छेउछेउमा कुनै यति ठुला विशाल रुखहरू पनि मैले देख्न पाएँ एकदमै मजाको र यो पोखरीको सबैभन्दा विशेष कुरा चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ प्राकृतिक रूपमा यो पोखरीलाई चाहिँ संरक्षण गरिएको यहाँ देखेँ मैले बिचमा पोखरी हैन अनि वरपर यसरी घनघोर जङ्गल एकदमै प्राकृतिक देखिने के कृत्रिम तालहरू त प्राय हामी धेरै ठाउँमा देख्न सक्छौँ र यो चाहिँ रियली आई थिङ्क ब्युटिफुल अलिकति डरलाग्दो चाहिँ देख्दो रहेछ पक्कै पनि हैन तर हामीले यो प्रकृतिको यो जुन रमणीय यो दृश्यलाई यहाँ अवलोकन गरेर हामी रमाउन पक्कै पनि सक्छौँ रक गार्डन क्षेत्र यहाँ चाहिँ औषधीय गुण भएको जडीबुटीहरूलाई संरक्षण गरेर राखेको पाएँ नेम प्लेट्सहरू पनि राखिएको छ तर मैले सबैलाई क्रमशः खिच्न सकिरहेको छैन र मैले अर्किड हाउस र जडीबुटी नर्सरी आई हेभ अलरेडी एक्सप्लोर्ड अब चाहिँ म गलैची झ्याउ क्षेत्रतिर प्रस्थान हुँदैछु अनि त्यतै हुँदै म सायद एक्जिट पोइन्टमा पुग्नेछु आज राइट नाउ आई एम स्ट्यान्डिङ इन फ्रन्ट अफ जन प्लाजम कन्भर्सन एरिया वंशानु स्रोत संरक्षण स्थलमा यहाँ चाहिँ विशेष गरेर औषधीय गुण भएका विभिन्न जडीबुटीको बोटहरू यहाँ घिउ कुमारी सिस्नु सुगन्धवाल यो कुनैको चाहिँ मैले नाम यहाँ भेटाउन सकिनँ भूतकेश पासन वेद र यो उद्भिदको बारेमा चाहिँ मैले मेरो योभन्दा अघिको भ्लगमा पनि केही कुराहरू अपडेट गरेको छु बिगोइनिया मगर काँचे गुरिलो or we can call it asparagus. I see yet another board that is rock garden ethnobotanical batik I've already completed and then if you go to the website Pravesh Gate Galaichascha and my Pokhari Kshetra I think यो ठाउँ चाहिँ पूजा गर्ने मानिसहरूको लागि तयार गरेको ठाउँ जस्तो लाग्यो I think okay you can see the prayer flags everywhere there's a small space for people to come and to offer the things I think the best things about this place is the roads the footpath the people walks are really clean and now I'm moving forward I think this place would be the last spot from where I can view my Pokhari most probably
पोखरी दृश्य स्थल. Oh, so I can view the पोखरी from here. यो ठाउँहरु चाहिँ पक्कै पनि पूजा अर्चना गर्नको लागि मानिसहरुको लागि बनाइदिएको छ. यहाँ आइपुग्दा मलाई यो बोर्डले एकदमै मेरो ध्यान खिच्यो. महाकवि देवकोटाज्यूको कविताको एक अंश यहाँ राखिएको रहेछ. नटिप्नु हेर कोपिला नचोर्नु पाप लाग्छ, नच्यात्नु फुला नानी हो दया र धर्म बाट्दछ. कक्षासम्म पढ्दाखेरि यो कविता चाहिँ हाम्रो पाठ्यक्रममा थियो र त्यो झलझली सम्झना आयो अनि ताजा पनि भए. गलैँची झ्याउ क्षेत्र एक्ज्याक्टली के हो यो मलाई थाहा छैन, बट आइएम ट्राइङ टु एक्सप्लोर इट. आई जस्ट ट्राई टु फाइन्ड इट आउट. झ्याउ, वाह, यहाँको बाटोहरू चाहिँ यति मजाको, अति नै सुन्दर. अघि पनि मैले तपाईँहरूलाई बताएँ, तपाईँ आफ्नो परिवारसँग साथीहरूसँग यहाँ आउनुभयो भने तपाईँको समय चाहिँ पक्कै पनि खेर जाने छैन, स्मरणीय हुनेछ. र मानिसहरू विभिन्न उद्देश्यमा यहाँ आउनुहुन्छ. सायद पक्कै पनि यो पोखरीको आफ्नै धार्मिक उद्देश्य बोकेको ठाउँ हो. तर पर्यटकको लागि पनि यो ठाउँ चाहिँ अति नै राम्रो. प्रवेश गर्न सक्छु होला. सायद म बार चाहिँ लगाएको छ यहाँ, तर त्यस्तो केही सूचना दिएको छैन. आई थिङ्क आई क्यान एन्टर. लेट मी ट्राई. भर्खरै मात्र घाँस काटेको जस्तो यहाँ देखिन्छ. झ्याउ क्षेत्र रहेछ यो चाहिँ, र यो किनार एकदम नजिकै छ. Finally, I have arrived that spot where I can view my pokhari. I can see some people are sitting down there clicking pictures. I want to thank God for this beautiful day that He has given me. Wow, it has been really wonderful. अब भने मेरो आजको माई पोखरी भ्रमणको अन्तिम क्षणमा छु र फाइनली म यो पोखरीको पुरै दृश्य भिडियोमा कैद गर्दैछु. अति नै सुन्दर. यतिको रमणीय छ भनेर चाहिँ मैले सोचेको थिइनँ, तर आज आएँ एन्ड आई फाउन्ड इट. यो प्लेस साँच्चै नै आशिषित ठाउँ हो. जुन हिसाबले स्थानीय निकायले, नेपाल पर्यटनले यसलाई प्रवर्धन गर्दै हुनुहुन्छ, आई वुड विश भविष्यमा अझै राम्रो भएर जाओस्. यसलाई यतिकै प्राकृतिक रूपमा संरक्षण गरेर राखोस्. आई वुड लाइक टु एक्सटेन्ड माई ग्रेटिट्युड to the Ilam and the tourism department for promoting this place. Really beautiful. आजको दिन मेरो लागि एकदमै आशिषित रह्यो. मेरो जीवनभरि नै यो एउटा सम्झनाको रूपमा, मिठो सम्झनाको रूपमा रहन्छ. र माछालाई पनि खाजा खुवाउन मिल्छ भनेर भन्दै हुन्थ्यो, तर मैले चाहिँ ल्याइनँ, किनभने बजारबाट ल्याएको खाजाहरू माछालाई दिन त्यति उचित हुन्छ जस्तो मलाई लागेन. अहिले चाहिँ म माई पोखरीको यो छेउमा आएर बसिरहेको छु र आज म यहाँ घुम्न आएको थिएँ र अब चाहिँ सायद मैले घुमिसक्न लागेको छु र अब यहाँबाट चेकआउट गर्न लागिरहेको छु र एकदमै इन्जोय गरेँ आज एक्लै भए तापनि. र माई पोखरी एकदमै सुन्दर ठाउँ रहेछ. मेरो साथीहरूलाई जो आउनु भएको छ तपाईँहरू यहाँ आउन सक्नुहुन्छ र आफ्नो परिवारसँग समयहरू बिताउन सक्नुहुन्छ. रियली ब्युटिफुल आई थिङ्क. सो जति पनि मैले भिडियोजहरू आज खिचेको छु, सानो सानो क्लिप्सहरूमा, आई वान्ट टु टेक इट टु अल माई भ्युवर्स एन्ड सब्सक्राइबर्स एन्ड स्पेसली टु माई फ्यामिली. एक्चुली आई एम नट अ गुड कन्टेन्ट क्रिएटर, तर पनि आई हेभ अलवेज इन्टेन्डेड टु क्याप्चर द मेमोरिज द्याट वेयर आई गो एन्ड द प्लेस द्याट आई भिजिट. एन्ड स्पेसली भिडियोजहरू चाहिँ म आफ्नो लागि पनि मैले एज अ मेमोरीको लागि क्याप्चर गर्ने प्रयासहरू गरिरहेको छु. आई डु नट ह्याभ प्रिटी गुड क्यामेराज एन्ड बट वाट एभर gadgets, the phones that I have, I've been using for that. And when we come out like this and enjoy, time with the nature, I'm like भित्रबाट आत्मबल प्राप्त हुन्छ and we receive that inner energy, so that we can do more and we can cope with all the tough situations that comes along the way that while working. And जुन competitive world मा यस्तो एकदमै like busy भएको परिस्थितिमा when you come out like this and spend time
in such a place will definitely energize our mind and soul, physically, mentally, psychologically, as well as spiritually, I think. So, अघि मैले क्लियर गरिहालेँ यो पटकको मेरो भिजिट चाहिँ यहाँ मेरो कुनै एउटा धार्मिक पर्पज नभएर इट्स नट अ रिलिजियस पर्पज बट आई हेभ कम हियर टु एक्सप्लोर दिस प्लेस एन्ड to experience, you know, the beauty of this nature, and I found it really this is really wonderful place. And obviously I'm heading back to Lam, and then I'll go back to the place where I work. So I miss my family and miss everyone, my friends. Wish if I would have come with my family or with my friends, but I had been planning and I couldn't make it in, and I thought that is the right time for me to come out and take a decision. So I just came today. I apologize for not coming with my family and with my beloved ones. It seems like I've been selfish, but it's not a kind of like that. But visiting new places is my hobby, and today I just came, and it's a really best experience that I've ever had, I think. So thank you everyone, those who have been following me and watching my videos and supporting me, and may God bless you. And yeah, do not forget to come and visit this place. Thank you Sandakpur, and thank you Ilam, and thank you this my Pokhari, this area, for allowing me to experience this the best time of my life here today. My Pokhari, Ramsar site, Sandakpur, Ilam, the wetland of international importance. माई पोखरी पुग्नुभन्दा अलिकति अगाडि चाहिँ एउटा सानो कृत्रिम झिल पनि यहाँ रहेछ तल, र म फर्स्टमा आउँदा झुकेर यता आइपठाएर परसम्म पुगेँ, र स्थानीयहरूलाई सोधपुछ गर्दाखेरि चाहिँ खास माई पोखरी चाहिँ माथिल्लोपट्टि छ भनेर भन्नुभयो। यो चाहिँ अहिले अन्डर कन्स्ट्रक्सन रहेछ, निकै नै सुन्दर। यहाँ पनि बिचमा कमलको फुलहरू, अनि यसलाई एकदमै राम्रोसँगले सुरक्षित प्रकारले बारबेर गरिएको छ। म अहिले इलाम बजारदेखि केही माथि चाहिँ पारी देख्दै गर्नुभएको त्यो सेतो सेतो घरहरू, त्यो चाहिँ मेरो कार्यक्षेत्र हो, र निकै नै धैर्यताको साथमा जानुपर्छ। एनिवे आई फिनिश माई वर्क, आइ एम हेडिङ ब्याक, अनि बाई 5 बजीभित्रमा म पुग्छु भन्ने आशा। आधा बाटो मोटामोटी आइसकेको छु। अब केही समय लाग्न सक्छ मलाई आफ्नो कार्यक्षेत्र पुग्नका लागि, र निकै नै राम्रो ठाउँ छ, सुन्दर देखिन्छ टाढोबाट। आई लभ दिस प्लेस। भिडियो हेरिदिनु भएको लागि धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो लेप्चा भाषामा चाहिँ हामी यसरी भन्छौँ, अज्ञाप अज्ञाप टोक्सिमो। Thank you everyone for watching my video. May God bless you. May you all have a wonderful time.